हेलो नमस्ते सबैजनालाई। आज म यो झनाख्य मेट्रो पार्कमा आछु। केही समय फुर्सदको समय चाहिँ यो पार्कमा बिताउँदैछु। यो पार्क चाहिँ एउटा सौन्दर्य निकै राम्रो छ हैन। यहाँ ललितपुर महानगरपालिकाको परिसर अगाडि छ यो पार्क हैन। लभिङ मलको अगाडिपट्टि पर्छ। अनि यहाँ जुन पार्कमा प्रवेश गर्ने ठाउँमा नि यो जुन यो आकाशे पुलमा पनि निकै राम्रा चाहिँ फुलहरू बगैँचाहरू हैन। पुलैभरि चाहिँ फुल फुलाएको छ हैन। सौन्दर्य चाहिँ बयान गरी साध्यै छैन कि। ललितपुर महानगरमा प्रवेश गर्नुभयो भने हामी जताततै फुलै फुल देख्छौँ कि। फुलै फुल देख्छौँ हैन। राम्रो सौन्दर्य दिएको छ हैन। अब यहाँ देख्न सक्नुहुन्छ यो पानीको फोहरा दिइरहेछ हैन। यो एकदमै यो जनाख्य पार्क भन्छ। यो मेट्रो पार्क पनि भनिँदैछ हैन। अब यहाँ चाहिँ गर्मीको बेलामा चाहिँ यो जुन पिपलको रुख छ, यो रुखहरूमा चाहिँ आनन्दले शीतल खान पाइयो। जाडोमा चाहिँ यहाँ घाम तापेर यसरी यहाँ देख्न सक्नुहुन्छ। यसरी आनन्दले चाहिँ चिया कफीको चुस्की लिँदै यहाँ बस्न पाइयो। यहाँ सुकुलहरू पनि साना सुकुलहरू पनि राखिदिएर रहेछ हैन। यो चिसो नलागोस् भनेर हामीलाई यतिसम्म चाहिँ ल देख्न सक्नुहुन्छ हैन। यो यति राम्रो छ कि सौन्दर्य गरेको छ। जुन हाम्रो ललितपुरका मेयर हुनुहुन्छ चिरीबाबु महर्जन, उहाँको जुन यो एकदमै सफल कार्य छ कि। जुन धेरै ठाउँमा मैले पनि हेरेको छु हैन। वृद्धहरूलाई बस्नको लागि कुर्सीहरू राखिदिएको छ हैन। अब थकान हुन्छ हिँड्दा हैन बस्न पाइयो। यस्तो पार्कहरू बनाइदिएको छ यहाँ जुन यहाँ देख्न सक्नुहुन्छ। आनन्दले चाहिँ यो चाहिँ पार्कमा चाहिँ मजाले बस्न पाइयो घाम तापेर हैन। यी साना चाहिँ ठाउँहरूको नि एउटा राम्रो सदुपयोग गरेको छ कि। यो साना ठाउँहरू यहाँ देख्न सक्नुहुन्छ। ल सुकुलमा बसेर आनन्दले हैन साइक्लिङ गरेर आउने। यहाँ धेरैजना देखेँ मैले साइक्लिङ गरेर आउनुभयो, आनन्दले बस्नुभयो, चिया कफी लिनुभयो। यहाँ ढुङ्गेधारा छ। यस्तै ढुङ्गेधारामा पनि एकदमै राम्रो सजावट छ ल हैन। यहाँ ढुङ्गेधारामा अहिले पानी चाहिँ अलिक कम देखेँ मैले, थोरै पानी झरेको छ। तर यो सौन्दर्य त धेरै राम्रो दिएको छ कि सौन्दर्य ढुङ्गेधारामा पनि। यो चाहिँ अब एउटा निकै राम्रो गरेर रहेछ कि। म त यही बाटो धेरै हिँडिन्थ्यो तर यो पार्कमा चाहिँ बसेको थिइनँ। अनि आज चाहिँ बसौँ 1-2 घन्टा बितायो होइन पार्कमा हेऱ्यो। राम्रो रहेछ त। मन्दिरहरू पनि छ यहाँ। भगवान् शिवको चाहिँ मन्दिर पनि सबै एउटै पार्कभित्र चाहिँ यस्तो राम्रो सजाएको होइन देखावट होइन देख्न सक्छ। भगवान् शिव, ओम नमः शिवाय।